अब हाम्रो यो आजको यो औपचारिक कार्यक्रम म आरम्भ गर्न चाहन्छु। अबको लगभग 1.5 घण्टा यहाँहरू शान्त वातावरण बनाएर बसेर मेरो यो कार्यक्रमलाई सहयोग गरिदिनु हुन म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। भन्नुको मतलब 1.5 घण्टासम्म हजुरहरू शान्त भएर बस्नु होला। के यहाँनिर कार्यक्रमहरू छ मजाले हेर्नु होला। खाजा खाइसक्नु भएको छ, त्यसपछि हाम्रो कार्यक्रम गरेर नाचौँला गाउँला। टाढा जानुपर्ने साथीहरू खाना खाएर आफ्नो गन्तव्यतिर लाग्नु होला। अनि हामी पोखरावासी चाहिँ भरे बेलुकासम्म नाच्ने हो। हाम्रो यो एकदमै महत्त्वपूर्ण क्षण हो। यस्तो मौका वर्षमा एकपल्ट मात्रै हामीले आयोजना गरेको हुन्छ। यो मौका गुमाउनु भनेको चाहिँ हामीले आफैलाई आफ्नो खुट्टामा बन्चरो हानेको जस्तो मलाई लाग्छ। जसले गर्दाखेरि ढुक्कै भएर अबको 1.5 घण्टा जति समय लाग्छ होला मेरो कार्यक्रममा यहाँहरू शान्त वातावरणमा मेरो कार्यक्रमलाई सहयोग गरिदिनु म अनुरोध गर्न चाहन्छु। सर्वप्रथम म मेरो परिचय दिन चाहन्छु। म 15 असम राइफलमा सन् 1983 अप्रेल महिनाको 12 तारिकमा त्यस बखतको 9 असम राइफल्स जो अरुणाचल र असमको बोर्डरमा पर्दछ किमिन, म त्यहाँ गएर 12 अप्रेल 1983 मा भर्ती भए अथवा सरकारको नुन पानी खाने सौभाग्य त्यो दिन मैले पाएँ। त्यसपछि मैले 9 असम राइफल्समा 9 महिनाको बेसिक ट्रेनिङ पुरा गरेर त्यहाँ कसम खाएर त्यसपछि त्यहाँ मेरो भ्याकेन्सी फुल भएको कारणले हामीहरू 10 जना किमिनबाट 15 असम राइफलमा हामीलाई पठाइयो 1984 जुन महिना। त्यसपछि म 15 इयरमा गएर मैले सके अनुसार मैले आफ्नो भूमिका खेलेँ। सबैले जानकारी नै छ। सिपाही हुँदा धेरै ड्युटीहरू गरेँ, जस्तो अफसर तलमा बसेँ, स्टोरम्यान गरेँ। 14-15 वर्ष मैले बटालियनको तर्फबाट बास्केटबल पनि खेलेँ। त्यसपछि हवलदार बनेर मैले चार्ली कम्पनीमा पोस्टिङ भएर कोडेन्सेसको काम सम्हालेँ। त्यसपछि अन्तमा मैले चाहिँ 7-8 वर्ष चार्ली कम्पनीमा क्वार्टर मास्टरको काम गरेर अन्तमा मैले 28 साल 7 महिना 19 दिन 15 असम राइफलमा नोकरी गरेर 2011 नोभेम्बर 1 तारिकमा आफ्नो नोकरीलाई बिट मारेर म सकुशल आफ्नो जन्मथलो नेपाल फर्किन सफल भएको छ। मेरो शुभ नाम हवलदार रन्दोज गुरुङ। मेरो पुर्खौली थलो मादी गाउँपालिका वडा नम्बर 1 खेलाङ। हाल म पोखरा वडा नम्बर 13 बाजापाटन हिमाली मार्गमा बस्दै आएको छु। कुनै पनि कार्यक्रम सञ्चालन गर्नको निमित्त अध्यक्षताको आवश्यकता परेको हुनाले आजको यो महत्त्वपूर्ण कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि 15 असम राइफल भोको परिवारका उपाध्यक्ष मेरो गल्ला 15-29-35 राइफलम्यान लीलानाथ शर्माज्यूलाई आजको यस कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण गरिदिनुको म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय प्रमुख अतिथि एवं अतिथिज्यूहरू, 15 असम राइफलका सम्पूर्ण परिवार, फ्यामिली, बच्चा, मेरा प्यारा साथीहरू, हाम्रो सुब्बा मेजर आइबहादुर सरको तर्फबाट तथा मेरो तर्फबाट म हजुरहरूलाई जो निमन्त्रणा गर्दाखेरिमा हजुरले आफ्नो निमन्त्रणालाई स्वीकार गरी यस मञ्चलाई उज्यालो बनाइरहनु भएकामा म 15 असम राइफलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हजुरहरूप्रति आजीवन ऋणी रहनेछु भन्दै यस सभालाई अगाडि बढाउने अनुमति दिँदै म यस कार्यभार अध्यक्षको आसन ग्रहण गर्छु। हस्त धन्यवाद, नमस्कार। सर्वप्रथम यहाँ उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा हार्दिक नमस्कार।
म मनमय सुनार 153332 राइफलम्यान लालप्रसाद सुनारको धर्मपत्नी र 15 असम राइफल भुपु परिवार कार्य समितिमा आबद्ध महिला सदस्य। आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, एसएम साहबहरू, जेसे साहबहरू, मेम साहबहरू, एनसिओ साहबहरू, बहादुर जवानहरू र सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक नमस्कार तथा न्यानो अभिवादन। आज 15 असम राइफल भुपु परिवार पोखराद्वारा आयोजना गरेको हाम्रो पल्टनको 67औं स्थापना दिवस कार्यक्रमलाई भव्य र सभ्य रूपमा हाम्रो निमन्त्रणलाई स्वीकार गरी नेपाल अधिराज्यबाट भरिबाट लामो दूरी सफर गरी यहाँ आइदिनु भएकोमा यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै हार्दिक स्वागत गर्दछौँ। स्वागतम स्वागतम स्वागतम। जय 15 असम राइफल्स। धन्यवाद। म यति भन्दै यहाँबाट ओजेर पर्न चाहन्छु। हस्त नमस्कार। It's
खासै ठुलो सम्मान त गरेको छैन र एउटा खाद्य लगाएर सम्मान गर्ने कार्यक्रम रहेको छ। यसमा हामीले सर्वप्रथम हाम्रो आसाम राइफल भूमि कल्याणकारी सङ्घ पश्चिम क्षेत्र पोखरालाई प्राथमिकता दिएको छ। त्यो हाम्रो आर्यवा किन जरुरी छ, कसरी जरुरी छ भन्ने कुरा अहिले पछि यहाँले हाम्रो आर्यवाको सदस्यहरूबाट जानकारी पाउनेछ। अहिलेलाई भने म आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई, हाम्रो आर्यको सम्पूर्ण सदस्यज्यूहरूलाई खाद्य लगाएर यो हाम्रो महत्त्वपूर्ण कार्यक्रममा सम्मान गरिदिनुमा अनुरोध गर्न चाहन्छु। म साथहरूको नाम वाचन गर्न चाहन्छु। कृपया मञ्चमा आएर यो खाद्य ग्रहण गरिदिनु होला, म हार्दिक अनुरोध गर्न चाहन्छु। अध्यक्षज्यूलाई सहयोगमा अनुरोध गर्न चाहन्छु। म अनुरोध गर्न चाहन्छु। अध्यक्ष सुल्तान मेजर राईबहादुर साहब नै भयो। उपाध्यक्ष राई अक्टोबर 1959 सालमा मेरठमा लेफ्टिनेन्ट कर्नल केएस बिरको कमानमा भएको थियो। त्यसपछि 15 दिसम्बर 1959 ट्रेनिङको लागि गढवाल राइफल रेजिमेन्टल ट्रेनिङ सेन्टर लान्सडाउनमा गई जङ्गल वारफार लगायत सम्पूर्ण ट्रेनिङ पुरा गरी पहिलो लोकेसन सोलोको लागि 11 जनवरी 1961 सालमा नागाल्यान्डको जोनोबोटोमा सिफ्ट भयो र तत्कालीन समयमा जोनोबोटो इलाका उग्रवादीहरूको गतिविधि अत्यन्तै जटिल अवस्थामा थियो र हाम्रो पल्टनको वीर योद्धाहरूले अन्डरग्राउन्डसँग डटेर मुकाबला गरी उनीहरूलाई परास्त पारी त्यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न ठुलो योगदान पुर्याएको थियो। तत्पश्चात लगभग 41 वर्ष लामो अवधि जोनोबोटोमा सेवारत रही 8 जुन 2002 मा पहिलो पल्टन मरम मणिपुरमा डिप्लोय अथवा सरुवा भयो। त्यसपछि 05 मई 2005 मा बेदबगान त्रिपुरा सर्यो र 22 जुन 2007 मा तेलियोगोडा सर्यो। त्यसपछि 14 फेब्रुअरी 2010 मा मणिपुरको थोबल त्रिपुरा सर्यो र 22 जुन 2007 मा तेलियोगोडा सर्यो। त्यसपछि 14 फेब्रुअरी 2010 मा मणिपुरको थोबल एरिया सर्यो। छोटो समयको लागि उदयपुर पठाइयो। 2014 र 15 यहाँ कार्यरत रही मे 2015 हाम्रो पल्टन हाम्रो पुरानो लोकेसन नागाल्यान्डको समातुरमा डिप्लोय गरियो। त्यसपछि 2017 मा मणिपुरको मन्त्री पोखरी सरुवा भई त्यहाँबाट 2022 मा भारत म्यानमार सीमा क्षेत्रको एकदमै संवेदनशील इलाका साजिद तम्पामा डिप्लोय गरियो र अन्तिम पोस्टिङमा मार्च 2025 मा हाम्रो पल्टन नागाल्यान्डको डिमापुर फायरिङ रेन्जको काशीराम बस्तीमा कार्यरत रहेको छ। हाल हाम्रो पल्टनको कमान कोलोनियल अथवा कर्नल सन्दीप एस मण्डेला वर्तमान पल्टनको सिओ रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। अब म हाम्रो पल्टन फाइटिङ 15 ले बहादुरी स्वरूप प्राप्त गरेको यो 77औं वर्षको दरमियानमा वीरता पदक अनर एन्ड आवाजको विवरण यहाँहरू सामु पेश गर्न अनुमति चाहन्छु। इस प्रकार छ। COAS युनिट साइटोसन 2टा, गभर्नर साइटोसन 3टा, चिफ मिनिस्टर एप्रिसिएसन 1टा, GOC साइटोसन 1टा, कीर्ति चक्र 1टा, सूर्य चक्र 6वटा, सेना मेडल 9वटा, VSM 2टा, पुलिस मेडल फर ग्यालेन्ट्री 3वटा, TMNS 14, गभर्नर गोल्ड मेडल 42, गभर्नर सिल्वर मेडल 53, COAS कमेन्डेसन कार्ड 45, GOC इन C
कमेन्डेसन कार्ड 43, DGR कमेन्डेसन कार्ड 156, DGP त्रिपुरा कमेन्डेसन कार्ड 4, अति उत्कृष्ट सेवा पदक 2, PASSP 3 र USP 1। यो थियो 15 असम राइफलले 67औं स्थापना दिवसको अवसरसम्म नागाल्यान्ड भारत सम्पूर्णले मैले 15 असम राइफलको कुनै पनि कार्यक्रममा उहाँलाई समेट्ने जमर्को मैले गर्दै आएको छु, गर्ने पनि छ। उहाँले पनि सहर्ष स्वीकारेर हामी फिल्म इन्डियाको हो, हामी जहाँ पनि पुग्छौँ भनेर उहाँले मलाई वचनबद्धता गर्नुभएको छ र आज यहाँ उपस्थित 15 असम राइफलबाट विभिन्न नयाँ पल्टनमा पोस्टिङ गएर यहाँ आएर आज हाम्रो यो कार्यक्रममा सहभागी भएर शोभा बढाइदिनु भएकोमा यहाँको सम्पूर्णको तर्फबाट एउटा शुभकामना धन्यवाद मन्तव्य राखिदिनुको लागि सुन्दर लेजेन्ड कलर श्रेय दाजु कर्णबहादुर थापाज्यूलाई म डेस्कमा मन्तव्य गर्न चाहन्छु। धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक वार्ड अफिसर रन्दोज गुरुङ भाइलाई, साथै यहाँ सम्पूर्ण 15 असम राइफल्सका परिवारहरूमा मेरो सर्वप्रथम नमस्कार टक्राउन चाहन्छु। आजका यस कार्यक्रमका सभाध्यक्षज्यू साथै मुख्य अतिथिज्यू, उपस्थित 15 असम राइफलका GSUs साथै बहादुर जवान, फ्यामिली, बालबच्चाहरू लगायत हाम्रो आरेवा असम राइफल्स पश्चिमाञ्चल पोखरा युनिटका अध्यक्षज्यू साथै कार्यसमिति, सम्पूर्ण कार्यसमितिज्यू र उहाँहरूको फ्यामिली परिवार सम्पूर्णमा म एकमुष्टमा सम्पूर्णलाई फेरि पनि नमस्कार भन्न चाहन्छु। आज हामी यस 15 असम राइफल्सले अर्गनाइज गरेको 15 असम राइफलको 67औं स्थापना दिवसको उपलक्ष्यमा हामीहरू यहाँ उपस्थित भएका छौँ। यसको लागि आयोजक 15 असम राइफलका आयोजक समिति, सम्पूर्ण सदस्य समितिहरूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। र यसको साथै हामीहरू 15 असम राइफल्समा सुरुमा अब आफ्नो बेसिक तालिम, बेसिक ट्रेनिङ पुरा गरिसकेपछि 15 असम राइफल्समा हामीहरू अब गइसकेपछि हामीहरूले आफ्नो आफ्नो कार्यक्षेत्र पछ्याउँदै जाँदाखेरि र नयाँ हामीहरू सुरुमा जाँदाखेरि 21 बटालियन मात्रै असम राइफलको हुने गर्थ्यो भने पछि गएर नयाँ बटालियनहरू खुल्दै जाँदाखेरि पुरानो पल्टनबाट, पुरानै युनिटबाट कतिपय पुरानो जवान जेसिएसहरूलाई नयाँ युनिटमा पोस्टिङ गराइयो र नयाँ युनिटहरूको नयाँ बटालियनको स्थापना गरियो। साथसाथै अन्य ट्रेडहुडमा काम गर्ने विभिन्न कलरक हो, सिग्नल हो, यसमा पोस्टिङ पनि आउने, अरू पोस्टिङ जाने र त्यही जिडीमै त्यही आएर पनि जस्तो म जस्तै जिडीमा त्यही आएँ। त्यसपछि म कलरकमा रिमास्टर भएँ र 10 वर्षसम्म मैले जमरोडमै मेरो जीवनको 10 वर्ष मैले त्यहीँ बिताएँ र त्यसरी फेरि म अन्य बटालियनमा म पोस्टिङ गएँ। तथापि के हुने रहेछ भन्दा सुरुमा जुन बटालियनमा आइयो
त्यहाँको मान्छेहरू त्यहाँको सदस्यहरूसँग जान पहिचान भइसकेपछि त्यहाँको आत्मीयता जति बढेको हुन्छ अन्य बटालियनमा गएर त्यति नहुने रहेछ। त्यस कारणले म त्यसपछि पनि 5-6 ठाउँमा 5-6 बटालियनमा घुमेँ होला, तर पनि मेरो जति 15 इयरसँग लगाव छ, अझै पनि यहाँ धेरै साथीभाइहरू हुनुहुन्छ, चिन्जान छ, भाइहरू हुनुहुन्छ, चिन्जान छ, सबैसँग उहाँहरू जति लगावमा हुनुहुन्छ त्यति अन्य बटालियनको भाइहरूसँग या जेसिओ साहब जवानहरूसँग त्यति लगाव छैन। त्यस कारणले म धेरै 15 आसाम राइफलको साहबहरूसँग यहाँको भाइहरूसँग जवानहरूसँग म धेरै लगावमै रहन्छु र उहाँहरूले पनि त्यही अनुसार नै मलाई बेला बखतमा फोन गर्ने, कुनै पनि कार्यक्रम हुँदाखेरि या बैठक हुँदाखेरि बोलाउने र सरसल्लाह लिने गर्नुहुन्छ। त्यसको लागि पनि म उहाँहरूलाई धेरै धेरै धन्यवाद चाहन्छु। र यसै गरी हामीहरू धेरै बटालियनमा पोस्टिङ गए तापनि हाम्रो 15 आसाम राइफल्स को साहबहरूले र जवानहरू फ्यामिलीजहरूले हामीलाई सम्झेर यस 15 आसाम राइफलको 67औं स्थापना दिवसको उपलक्ष्यमा हामीलाई सम्झेर याद गरेर यस कार्यक्रममा बोलाउनु भयो। त्यसको लागि म सम्पूर्ण 15 आसाम राइफल अन्य बटालियनमा तैनात भई रिटायर्ड भएर फेरि आसाम राइफल फेरि यहाँ संलग्न हुन पाएको खण्डमा र 15 आसाम राइफलको यस फुपू कार्य समिति र आयोजक समितिलाई मैले धेरै धेरै धन्यवाद साथै उहाँहरूलाई धेरै स्वागत गर्न चाहन्छु र यति भन्दै मेरो आजको यो छोटो शब्द यही टुङ्ग्याउन चाहन्छु र हजुरहरूबाट ओझेल हुन चाहन्छु। धन्यवाद। भाइलाई यो सम्मान पत्र ग्रहण गर्ने अनुरोध गर्न चाहन्छु र म पढेर सुनाउँछु। कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 7 घारी पाटन 71 को निवासी एक्स नम्बर 153214 वार्ड खड्गबहादुर थापाले 15 आसाम राइफल भोकु परिवार पोखरालाई हाम्रो पल्टनको 86औं स्थापना दिवसको अवसरमा रु 5005 आर्थिक र नैतिक तर्फ पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै यस वर्ष 67औं स्थापना दिवसको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ र यो प्रदान गरिदिनु म आजको सभाध्यक्षज्यू गल्ला लीलानाथ शर्मालाई अनुरोध गर्न चाहन्छु। ग्रहण गरिदिनु म भाइलाई अनुरोध गर्न चाहन्छु।
35 हेरजा निवासी एक्स नम्बर 153583 राइफलम्यान दिवाकर ज्यूले 15 असम राइफल भूपो परिवार पोखरालाई हाम्रो पल्टनको 86औं स्थापना दिवसको अवसरमा रु 5000 आर्थिक र नैतिक तर्फ पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै यस वर्ष 67औं स्थापना दिवसको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ। यो प्रदान गरिदिनु म आजको कार्यक्रममा प्रमुख अतिथि सुब्बा मेजर आइबहादुर सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। थाहा पाएको कुरा हो। मैले अहिले पनि भने म पेन्सन आएर मैले धेरै ठाउँमा आबद्ध रहेँ। आजको दिनमा म 4-5 ठाउँमा आबद्ध छु। म यहाँलाई जानकारी गराउन चाहन्छु। सर्वप्रथम मेरो खेलाडी समाज भनेर 123 घर भएको एउटा हाम्रो समाज छ। फुलबारीको ठुलो समाज छ। मैले त्यो समाजको सचिवको भूमिकामा छु। म उहाँ पनि कार्यक्रम 9 दिनको महायज्ञ चल्दैछ। तर त्योभन्दा ठुलो मेरो पल्टनको कार्यक्रममा आज यहाँ छु। उहाँ महायज्ञ चल्दैछ। म त्यहाँको सचिव छु। त्यसपछि पल्टनको त सचिव नै भयो, अभियन्ता नै भयो। मेरो टोल विकास संस्थामा 37 घर पुगिरहेको छ। त्यहाँको म अध्यक्ष पदमा छु। त्यसै गरी मेरो भाइ खलक छ पोखरामा 25 घर भएको मेरो भाइ खलक छ। भाइ खलकको सचिव मै हुँ र अन्तमा आर्यवा स्टेट युनिट पोखरामा सदस्य पदमा पनि मैले भूमिका खेलेको यहाँलाई जानकारी गराउन चाहन्छु। र आजको यो जो हामीले यो प्रशंसा पत्र सम्मान पत्र जो यो खादा बनाएको छ यसको स्पोन्सर यसको प्रायोजन मेरो सहकार्य भाइ लाल प्रसाद र मैले यसको प्रायोजन गरेको छ। यो लागि आजको प्रमुख अतिथि अथवा हाम्रो संस्थाबाट हामीले यो पैसा खर्च गर्ने छैन। यो लाल प्रसाद भाइले मैले प्रायोजन गरेको छ र यो खुसियालीमा हामीले मेरो लागि र भाइको लागि पनि एउटा सम्मान बनाएको छु। म पढेर सुनाउँछु, अन्यथा नलिदिनु होला। काशी जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन निवासी भूपू नम्बर 152995 हवलदार तनध्वज गुरुङज्यूले 15 असम राइफल भूपू परिवार पोखरालाई आर्थिक, नैतिक र बौद्धिक तर्फ पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै हाम्रो पल्टनको 67औं स्थापना दिवसको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ। अब मेरै गल्लालाई लगाउँछु। मेरो गल्ला आजको सभा अध्यक्षज्यूलाई मलाई यो सम्मान पत्र प्रदान गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। मिडियाको जमाना छ। अब यो गरेर मैले फेसबुकमा हाल्यो भने आधी राज्य भोलि भारत भोलि सबैले हेर्नुहुन्छ। भारतबाट यहाँ कमेन्ट आउँछ रमजो सर आप क्या कर रहे हैं, बहुत अच्छा काम गर्दै भनेर यहाँ कमेन्ट आउँछ। जसले गर्दा मैले यो गर्न खोजेको हो। हजुरले अन्यथा नलिदिनु है। यही क्रममा मलाई यो मेरो अभियानमा ओहोरा खटेर मेरो पाइलामा पाइला टेकेर मलाई साथ दिनुभएको छ 153332 राइफलम्यान लाल प्रसाद सुन्दर भाइले पनि एकदमै ठुलो योगदान पुर्याएको छ हाम्रो पल्टनलाई एकबद्ध बनाएर राखेको। जसले भाइलाई पनि एउटा सम्मान पत्र बनाएको छु। म पढेर सुनाउँछु। काशी जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 14 चौथे निवासी भूपू नम्बर 153332 राइफलम्यान लाल प्रसाद सुन्दरज्यूले 15 असम राइफल भूपू परिवार पोखरालाई आर्थिक, भौतिक र नैतिक तर्फ पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै हाम्रो पल्टनको 67औं स्थापना दिवसको पावन अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ। अब म भाइलाई यो ग्रहण गर्न अनुरोध गर्न चाहन्छु र यो वितरण गरिदिनु अथवा हस्तान्तरण गरिदिनु हुनाले म आजको प्रमुख अतिथि सुब्बा मेजर आइबहादुर सरलाई हार्दिक अनुरोध गर्छु। यदि भन्दै मेरो सम्मान कार्यक्रमलाई यहाँ आएर समापन भएको यहाँले अनुरोध गर्दै हुनुको लागि म हाम्रो प्रमुख अतिथि आइबहादुर सरलाई विक्रम सरलाई लगाइदिनु र दुईजना हाम्रो नानीहरूलाई नेमले लगाइदिनु। एक मिनट हाम्रो आजको विशेष यो बहुमूल्य समय मलाई दिनुभएको छ।
म आज विशेष गरेर यो कार्यक्रम लामो नहोस् भन्ने उद्देश्यको साथमा आसाम राइफल्स भूपू कल्याणकारी सङ्घ पश्चिमाञ्चल क्षेत्र पोखराको तर्फबाट तपाईँहरूको बिचमा केही बोल्न गइरहेको छु। अब त के अरे हाम्रो रन्दोजज्यूले भनिसक्नुभयो हामी यस ठाउँमा पोखरामा हाम्रो आसाम राइफल्स भूपू सङ्घ छ। तपाईहरुमध्ये कतिलाई थाहा छ पनि थाहा छैन पनि। तपाईहरुले यसको बारेमा अति चासो लिएको जस्तो पनि लाग्दैन मलाई। खास गरेर हामी त्यहाँ किन छौँ त? तपाईहरु सबैलाई विदित भएको कुरा छ, हाम्रो पेन्सन र आर्मीवालाको पेन्सनमा धेरै अन्तर भएको कारणले हामीले भारत सरकारसँग केस लडिरहेका छौँ र हाम्रो केस भारतको हाइकोर्ट उच्च न्यायालयमा अहिले चलिरहेको छ। अस्ति भर्खरै अक्टोबरमा पनि हाम्रो एउटा पाठ हियरिङ भएको थियो भने अब फेरि 12 नोभेम्बरमा पनि यसको सुनवाई हुन गइरहेको छ। अनि हामीले के भनेका छौँ भने हाम्रो एउटै काम र एउटै तनखा हुनुपर्छ। काम हामी आसाम राइफलले आर्मीको गरिरहेका छौँ तर आर्मीको सुविधा पाएका छैन। त्यसकारणले यो केस हामीले लडिरहेको छौँ। अनि यो केस लड्नलाई हामी के हुनु पर्यो त? सम्पूर्ण एकजुट भएर आउनु पर्यो। जति मेजोरिटी हुन्छ, जति धेरै हामीले त्यहाँ नाम दिन सक्यौँ त्यति केस हाम्रो बलियो हुन्छ। र त्यसको लागि हामीले सदस्यता, पहिला नम्बर त सदस्यता लिनु पर्यो। जसले सदस्यता लिनुभएको छ उहाँहरूले हरेक वर्षमा आएर नवीकरण गरिदिनु पर्यो। अगर तपाईहरुले रिन्यू गर्नु भएन भने यो अफिस कसरी चल्ने? हामीले अफिस अहिले नयाँ अफिस बनाएका छौँ। पहिलाको अफिसबाट ठिक्क सरेर त्यसको माथिल्लो घरमा जसको भाडा छ 6000 रुपियाँ। त्यसपछि विविध खर्चहरू हुन्छ, कार्यकारी समितिको मिटिङ हुन्छ, महिनामा एकपल्ट हरेक महिनाको 30औं शनिबार हामीले सम्पूर्ण भूपूहरूको मिटिङ राख्ने गर्छौँ। त्यहाँ चियापानीका खर्च, चियापानीहरू खिलाउँछौँ, त्यसको खर्चहरू पनि बेहोर्नु पर्ने हुन्छ। त्यसकारणले हामीले त्यहाँ हाम्रो अनि त्यो भूपू अफिसले के गर्छ? अब जस्तो अब यो हाम्रो रिन्यू आसाम राइफलको नवीकरण कहिले हो थाहा छ तपाईँलाई? गर्न त तपाईँहरू पहिल्यै गरिसक्नु भयो होला। अरू कुरो नगरे पनि त्यति कुरो त छिटो चलाकीमा गर्नुहुन्छ। हाम्रो समय हो 10 नोभेम्बरमा। अनि हामी त्योभन्दा पहिला गयौँ भने उनीहरूले कुरा सुनाउँछ त्यहाँ तपाईँहरूको पालो आएको छैन, ल ल्याउनुहोस्, आइहाल्नुभयो भनेर कुरा सुनाउँदै गरिदिन्छ। गर्न त आफ्नो समयमा जाउँ। हामी त्यहाँ बाहिर टेबलमा हामी बसेका हुन्छौँ। तपाईँहरूको फर्महरू भरिदिनको लागि, सम्पूर्ण कामको लागि हामीले सघाउने कामहरू गरिरहेका छौँ। यसरी नै कति कुराहरू तपाईँहरूको समस्याहरू छ भने अहिले भर्खर यहाँ विक्रम आएर गयो, ऊ मसँग 24 आसाम राइफलमा पनि सँगै बसेको थियो, शिलङमा पनि सँगै थियो। अनि हामीले उनलाई फोन गर्छौँ, भाइ यस्तो 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 हेर्नु त, यो पाएको नपाएको कति कुरोहरू तपाईँहरूले अघि यहाँ 2टा केस कमन भइसक्यो, पाएको छैन भन्ने कुरो पनि यहाँ सुन्नु आएको थियो। त्यस्ता केसहरू छ भने हामीले तुरुन्त त्यहाँ चेक गर्न सकिन्छ। जस्तो 75 वर्ष हुनुभयो, तपाईँलाई थाहा छैन, अहिले भारत सरकारले होइन आसाम राइफलले 75 वर्ष पुगेकाहरूलाई 50,000 आइसी अनुदान दिन्छ भनेको यहाँको 80,000। अनि ती कुराहरू पनि फर्महरू भर्नलाई तपाईँहरूको सहयोग हामीले गर्न सक्छौँ। त्यसपछि अरू कुराहरू छन्। अब अहिलेको पे कमिसन अब आयो, पे कमिसनको आयोगहरू बसिसके। एउटा सुप्रिम कोर्टको जज लेडी देसाई भन्ने यसको आयोगको अध्यक्ष छ भने आइपीएस एउटा र आइएएस एउटा, 3जनाले आयोग बसिसक्यो। अब यसमा के कसो हुन्छ, धेरै प्रकारको विभिन्न टिप्पणीहरू छन्। कसैले हल्ला नगर भाइ, कृपया हल्ला नगरिकन गरिदिनुहोस् त, जानकारीमूलक कुराहरू मैले भनिरहेको छु, तपाईँहरूका पछाडि गफ नगर्नु त। पे आयोग बसिसक्यो। अब फिटमेन्ट फ्याक्टर र यो डिएलाई के गर्ने भन्ने कुरो
धन्यवाद छ गर्नुभएको योगदान अथक परिश्रम कार्यदक्षताद्वारा अरूहरूलाई एउटा उदाहरण पेश गर्नुभएको र 15 आसम राइफल्सको सम्पूर्ण भूतहरूलाई एकतामा ल्याउनु गर्नुभएको प्रयत्नको उच्च मूल्याङ्कन गर्दै असम राइफल्स भूतको कल्याणकारी सङ्घ पोखरा तपाईँलाई यो सम्मान एवं प्रशंसा प्रदान गर्दछौँ। भविष्यमा पनि यस्तै प्रशंसनीय कार्यहरूलाई निरन्तरता दिइरहनुहुनेछ भन्ने कामना गर्दछौँ। अब यसलाई ग्रहण गरिदिनु हुन म अभिलाष रमजोतज्यूलाई अनुरोध गर्दछु भने यसलाई हस्तान्तरण गरिदिनु हुन हाम्रा भूतको कल्याणकारी सङ्घ पोखराका उपाध्यक्ष सुखदार मित्र जीवनाथ शर्मा साहबलाई अनुरोध गर्दछु। धन्यवाद छ हाम्रो राइफलम्यान लाल प्रसाद सुनार सेवानिवृत्त 15 आसाम राइफल्सले 2081 असोज 19 गतेदेखि आसाम राइफल भूतको कल्याणकारी सङ्घ पश्चिमाञ्चल क्षेत्र पोखराको कार्यकारी समितिमा रही सार्थक रूपमा संस्थाप्रति गर्नुभएको योगदान अथक परिश्रम कार्यदक्षताद्वारा अरूहरूलाई एउटा उदाहरण पेश गर्नुभएको र 15 आसाम राइफल्सको सम्पूर्ण भूतहरूलाई एकतामा ल्याउन गर्नुभएको प्रयत्नको उच्च मूल्याङ्कन गर्दै असम राइफल्स भूतको कल्याणकारी सङ्घ पोखरा तपाईँलाई यो सम्मान एवं प्रशंसा प्रदान गर्दछौँ। भविष्यमा पनि यस्तै प्रशंसनीय कार्यहरूलाई निरन्तरता दिइरहनुहुन्छ भन्ने कामना गर्दछौँ। जय भूतको जय आसाम राइफल्स। हाम्रो राष्ट्रपति भाइलाई म अघि बढ्न बोलाउँछु भने यसलाई हस्तान्तरण गरिदिनु हुनको लागि हाम्रो यो भूतपूर्व कल्याणकारी सङ्घ पोखराका कोषाध्यक्ष सुधार ईश्वरबहादुर साहब र सचिव टङ्कबहादुर साहब दुवैजनालाई यहाँ अगाडि आएर हस्तान्तरण गर्नु हुन अनुरोध गर्छु। ल ताली बजाइदिनुहोस् सबैले। Thank you.
JCOs, NCOs, बहादुर जवान, फैमिली, वीर नारी तथा आर्य का सदस्य साहब और सचिव और इसमें कार्यकर्ता रंदोज गुरु, लाल बहादुर और जीवराय बरो यो सरसत्यो राजिन्द्र को उपलक्ष्यमा म साथै मेरो परिवारको तर्फबाट सबै मेरो भुकु परिवार और साथीहरूलाई धन्यवाद आशीर्वाद दिँदैछु। र पल्टन तपाईलाई थाहा छ पल्टन बहुत कष्ट गर्यो, पल्टनले बहुत दुःख गर्यो। रन्जोले कहानी पढेको सुनायो तर कहानी त्यो होइन, त्यो गलत हो, त्यो गलत हो त्यो। यसको कहानी बनाउने बहुत लम्बा चौडो छ। अहिलेसम्म पल्टन 2060 सालमा झोनापटो गएको थियो। बटालियन फाइटिंग द 15 बटालियन की स्थापना दिवस 15 अक्टूबर 1959 को लेफ्टिनेंट कर्नल KF साहब के द्वारा हुआ था। उत्तर प्रदेश के मेरठ शहर में हजारों का साथ स्थापना दिवस पश्चात हुआ। बटालियन के शुरुआती ट्रेनिंग के लिए उत्तराखंड रणवीर दर्शनीय स्थल रेस्टोरेंट में भेजा गया। एक साल की ट्रेनिंग के पश्चात बटालियन 29 नवंबर 1960 को रेस्टोरेंट से नागालैंड के जुनियापोटो क्षेत्र में उग्रवादियों के खिलाफ विरुद्ध प्रतिविधियों की लड़ाई लड़ने गैर कानूनी व्यवस्था को कायम रखने के लिए तैनाती मिली। बटालियन रेल मार्ग के द्वारा असम के आमगुड़ी स्थान पर पहुंची। आमगुड़ी से जुनियापोटो नागालैंड तक 286 किलोमीटर की दूरी थी। पैदल तय करते हुए बाद दैनिक 21 फरवरी 1961 को पूरी बटालियन जुनियापोटो पहुंची। यहाँ पहुंचकर बटालियन नागा विद्रोह के दौर में संपन्न हो गई, जिससे 1973 में जो हमारा बटालियन ने दोनों बड़ा में जो उग्रवादी खिलाफ किया है फर्स्ट ऑपरेशन जो सताघा सतोई उसके बाद जोनापोटो झकिया के दौरान दो बटालियन BSF 111 112 BSF को कब्जा किया, जिसने दो बटालियन को दबाई। उसके दौरान काफी सारे असम के गवर्नर सारे गए थे, जिसमें कमांडर था देवतो सेमा और महागामी। जो महागामी था उसने एक व्यक्ति को खाली किया था जोनापोटो के ग्राउंड के अंदर। सब एक मिनट खाली करने के बाद असम गवर्नर को जो है पेपर किया। उसके बाद वहां से सुनी दो बटालियन दोनों बटालियन में की 111 112 सताघा में। उसके दौरान भी काफी लंबा चौड़ा हुआ, उसका मसला शुरू हुई। वहाँ जो काम था डिपेंड करने KGS दिल्ली बटालियन के द्वितीय कमान से नियुक्त गए थे। इनकी कमान में नागालैंड ने शपथ की नई मिसाल कायम शुरू की और फोर्स ने अपनी पहचान अलग से शुरू कर दी। 19 जुलाई 1962 को लेफ्टिनेंट कर्नल IB सिंह बटालियन के तीसरे कमानाधिकारी बने। कुल स्तर पर बटालियन अपने अध्यक्ष में साहसी खड़ा उत्सव वीरता एवं अनोखा कार्य निरंतर का परिचय देते हुए अभिदिक्ता से अभूतपूर्व कायम के लिए चारों ओर से नफरत को बल्कि बटालियन सर बहादुर जवानों को शौर्य चक्र से अंकित किया गया। 27 फरवरी 1995 को लेफ्टिनेंट कर्नल जोगिंदर सिंह
भट्टराई के चौथे कमान अधिकारी नियुक्त किया गए। उनके कुशल नेतृत्व में उचित मार्ग विक्टर भट्टराई ने प्रत्येक क्षेत्र में नाम कमाया। 29 नवंबर 1967 को लेफ्टिनेंट कर्नल R.K. मजुमदार भट्टराई के 5वां कमांडेंट थे, जिसमें अभी तक पूरा कहानी बताउन पर्ने बहुत लम्बा कहानी छ। त्यसमा अहिलेसम्मको कहानी त्यसमा एउटा 1 नम्बरबाट 31 नम्बर सिओ तपाईँले बनेको रहेछ अहिलेसम्म, जहिले प्रेसिडेन्ट सिओ छ। पूजेसी 15/23/42 सुधार मेजर आइबहादुर छेत्रीज्यूले 15 असम राइफल परिवार पोखरालाई हाम्रो पल्टनको 67औं स्थापना दिवस कार्यक्रमको सम्पूर्ण खर्च प्रायोजन गरी आर्थिक र नैतिक तर्फा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। अब म यो सम्मान पत्र र यो मायाको चिनो ग्रहण हस्तान्तरण गरिदिनुको लागि म यस कार्यक्रमका सभाध्यक्ष राइफलम्यान लीलानाथ शर्माज्यूलाई आग्रह गर्न चाहन्छु र यो ग्रहण गरिदिनुको लागि म यस कार्यक्रमका प्रमुख अतिथि सुधार मेजर आइबहादुर साहबलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। लगायत सम्पूर्ण सदस्यज्यूहरू, प्यारा मेरा बहिनी बालबच्चा सबैमा मेरो 15 आसम राइफलको तर्फबाट मैले धेरै गत सालबाट लिएर 20 वर्षसम्म तपाईहरुबाट म टाढा भएर बसेँ, किनभने म सर्भिसमा थिएँ। गत साल तपाईहरुसँग चिनजान भयो, हामी जानी भयो। यो यस्तो नातो रहेछ, यो रगतको नातो, आमा छोराको नातो भन्दा नि बढी नातो रहेछ, फौजको नातो। भेरी गुड। यो नाच चाहिँ यो फुटाएर कसैले फुटाएर मर्नु नातो। आमा छोरा छोरी बुहारी सुहारी कसैले भने पनि मान्नुहुन्न, तपाईहरु मान्नु न, म पनि मान्दिनँ। हजुर, आफ्नो साथीभाइको लागि, आफ्नो पल्टनको लागि, आफ्नो त्यसको लागि यस्तो नातो रहेछ कि मैले भनिहालेँ, आमा छोराको भन्दा पनि अझ खतरा नातो रहेछ यो फौजको। त्यसो भएपछि मैले 15 आसाम राइफल्सको लागि केही गर्छु भनेर प्रस्तावहरू धेरै कुरा बैठकमा ल्याएको थिएँ। केही त मैले गरेँ, केही गर्छु भन्ने अझ पनि मैले पहल गर्दैछु। अब यी कार्यक्रमहरू सबै बैठकबाट निर्णय भएपछि तपाईँहरूलाई फोन मार्फत रन्दोज गुरुङ, लाल प्रसाद, हाम्रो मन बहादुर मार्फत तपाईँहरूलाई आउने छ। त्यस्तो नयाँ नयाँ कार्यक्रमहरू ल्याउँदैछु है, ल्याउँदैछु। त्यो कार्यक्रममा सहभागी भइदिनु होला। त्यो हजुरहरूको लागि राम्रो कार्यक्रम हो, हजुरहरूको लागि, हजुरको बालबच्चाको लागि, हजुरको फ्यामिलीको लागि यस्तो कार्यक्रम राम्रो कार्यक्रम हो। 2000 रुपियाँ मात्रै हजुरले जम्मा गर्नुभयो भने हजुर बित्ताको दिन हजुरको छोरा बुहारीलाई हामीले 1 लाख रुपियाँ दिन्छौँ। 2000 जिन्दगीमा एकैपल्ट जम्मा गर्ने हो। 1 लाख रुपियाँ हामी तपाईँको छोरा बुहारीलाई किरियामा बस्दाखेरि लड दिन्छौँ, नयाँ समिति एउटा गठन गरेर। त्यस्तो कार्यक्रमहरू मैले ल्याउँदैछु, त्यसमा स्वीकार गर्नु होला। केही फरक पर्दैन, 2000 रुपियाँ त यसै मान्छेले चियासिया खाएर पनि खाल्छ, केही फरक पर्दैन। त्यस्तो कार्यक्रमहरूमा पनि सहभागी भइदिनु होला। सबै बैठकबाट गर्नेछौँ र आज यो कार्यक्रम गर्दाखेरिमा आदरणीय प्रमुखले सबै जिम्मेवारी लिए तापनि कार्यक्रमलाई सेट गर्दा जसले सहयोग गर्नुभयो, समितिका रन्दोज गुरुङ, लाल प्रसाद, आफ्नो मन बहादुर, जो समितिका बहिनीहरू सबैले जो मलाई सहयोग गरिदिनु भयो, हरेक कुराले सहयोग दिनुभयो, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आर्यवा सङ्घको अध्यक्ष लगायत समितिहरू पनि आएर सहयोग गरिदिनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै यस कार्यक्रम आइन्दा पनि अर्को साल पनि योभन्दा अझ बेहतर, अझ राम्रो होस्। कुनै साथीभाइले म पर्यावरण गर्छु, मैले चाहिँ अब अर्को सालको म गर्छु है भन्ने त्यस्तो छ भने आजदेखि घोषणा गरेर यहाँ नाम टुपाइदिनु होला। यदि इच्छा छैन, सक्नुहुन्न भने फेरि जबरजस्ती छैन। हामीसँग हजारवटा फोन छन्, हजारवटा आम्नी बाटा छन्, त्यो बाटो पनि हामी तपाईँलाई फेरि सहभागी गराउँछौँ भन्दै यो कार्यक्रम यहीँ समापन भएको मैले घोषणा गर्दछु। हस्त धन्यवाद।
धन्यवाद।